नमस्ते। आज हामी एनएसन को वेबसाइटमा कसरी गएर कसरी एनएसन रेजिस्ट्री भर्ने भन्ने कुरा हामी सिक्दै छौं। जसको लागि हामीले पहिला ब्राउजरमा गएर reg.nsn.org.np भनेर टाइप गर्नुपर्ने हुन्छ। यो टाइप गरिसकेपछि हाम्रो यो साइट खुल्छ आफै। यसमा युजर नेम र पासवर्ड राख्ने ठाउँ छ। युजर नेम र पासवर्ड यहाँहरुलाई पहिले हस्पिटल अनुसारको प्रोवाइड गरिसकेको छ र त्यो अनुसारले हजुरले युजर नेम र पासवर्ड राखेपछि हाम्रो यो ड्याशबोर्ड खुल्छ। यो चाहिँ हाम्रो अहिले कमन ड्याशबोर्ड भयो। यो हस्पिटल अनुसारको ड्याशबोर्ड खुल्छ। अहिले सम्म जम्मा 216 जनाले सबै हस्पिटलले भरिसक्नु भएको छ। हामीले देख्ने पार्ट यो हो। त्यसमध्येमा अब भर्नु पर्दाखेरि चाहिँ हामीले तीनटा कुरा गर्छौं। पहिला पेशेन्ट रेजिस्ट्रेसन गर्छौं। पेशेन्ट रेजिस्ट्रेसनमा गरिसकेपछि पेशेन्ट लिस्टमा गएर त्यो पर्टिकुलर पेशेन्टलाई खोज्छौं र त्यसको कुन प्रोसेसले ईएसआरडी आरआरटी भइरहेछ त्यो हेर्छौं। जसमा हिमोडायलिसिस, पेरिटोनियल डायलिसिस र ट्रान्सप्लान्ट अलग-अलग गरी भर्नुपर्ने हुन्छ। रिसेट पासवर्डबाट तपाईहरुले आफ्नो पासवर्डलाई रिसेट गर्न सक्नुहुन्छ। यदि हराएमा हामीलाई एनएसएनमा सम्पर्क गर्नुभयो भने हामीले त्यो पासवर्ड फेरि रिसेट गर्दिन्छौं अनि त्यो नयाँ पासवर्ड अनुसार फेरि भित्र सेटल गर्नुपर्ने हुन्छ। यसरी पासवर्ड रिसेट गर्दाखेरि तपाईको डेटा चाहिँ हराउँदैन। आफ्नो पेजमा चाहिँ तपाईहरुले आफ्नो हस्पिटलबाट तपाईहरुले भरेको डेटा मात्रै हेर्न मिल्छ, अरु हस्पिटलको हेर्न मिल्दैन। यो पछाडी भएको चाहिँ हामीले हस्पिटल नयाँ हस्पिटल थप्नको लागि र युजर म्यानेजको लागि त्यो तपाईहरुकोमा हुँदैन। पेशेन्ट रेजिस्ट्रेसनमा गएपछि हामीले फुल नाम भर्नुपर्ने भयो। बर्थ डेट यो चाहिँ विक्रम सम्बन्धमा यो आफै कन्भर्ट भएर आउँछ एडीमा र उसको एज आफै निस्किन्छ। कुनैमा तपाईले ठ्याक्कै बर्थ डेट थाहा छैन, एज मात्रै हो भने पनि सिधै एज राख्दिनु भएको हुन्छ। एज राख्दिनु भयो भने उले पछाडी गएर आफै टेन्टेटिभ डेट अफ बर्थ र त्यो क्याल्कुलेट गर्छ। सकेसम्म नागरिकता छ भने नागरिकताबाट हेरेर डेट अफ बर्थै राखिदिनु होला। त्यसपछि जेन्डर भर्छौं। एड्रेस अहिले बसिरहेको एड्रेस उसको जुन अहिले हाल बसिरहेको एड्रेस नागरिकता बनाएको ठाउँ हैन कि अहिले बसेको एड्रेस चाहिँ हामीले राख्ने हो। त्यसमा अहिले कन्ट्याक्ट नम्बर उहाँको कुन जिल्ला हो एउटा जिल्ला छानेपछि त्यसको लोकल बडीहरु आफै आउँछ। लोकल बडी छान्ने। इमेल एड्रेस छ भने इमेल एड्रेस राख्ने। यसमा नेशनल आइडेन्टिटी छ भने नेशनल आइडेन्टिटी पनि राख्ने। पछि गएर हामीले सबै नै नेशनल आइडी अन्तर्गतमा इनरोल गर्नुपर्ने हुन्छ, डबल नहोस् भन्नको लागि। त्यही भएर अहिलेदेखि नै छ भने चाहिँ हामीले नेशनल आइडी यसमा राख्ने, सुरुदेखि नै राख्ने। त्यसपछि अहिले चलिरहेको हाम्रो सिटिजनशिप नम्बर र त्यो सिटिजनशिप कुन जिल्लाबाट लिएको यो दुईटा चाहिँ भर्न जरुरी हुन्छ। यो दुईटा राखिसकेपछि हामी के कारणले गर्दा यो उसको किडनी फेल भएको हो त, सुगरले गर्दा, ब्लड प्रेसरले गर्दा, ग्लोमेरुलोनेफ्राइटिसले गर्दाखेरि, एडीपीकेडी, अब्स्ट्रक्टिभ युरोप्याथी, क्याकोट, रेनोभास्कुलर, अदर र अननोन यति राख्ने ठाउँ छ। यतिले गर्दा भेटियो भने हजुरहरूले त्यो भर्नुपर्ने हुन्छ। त्यसपछि त्यो बिरामीको डायबिटिज छ कि छैन र सेरो पोजिटिभिटी छ कि छैन। र यो हस्पिटल चुज गर्ने क्रममा हजुरहरूको आफै जुन युजर नेमबाट भित्र छिर्नु भएको छ त्यो अनुसारले नै हस्पिटल आफै नै आउँछ। यसमा एउटा मात्रै आउँछ र त्यही नै चुज गर्नुपर्ने हुन्छ। यो सरी गरिसकेपछि सबमिट गर्नुभयो भने यो चीज यो गएर पेशेन्ट लिस्टमा आएर बस्छ। जुन तपाईको आफ्नो हस्पिटल पेशेन्ट लिस्टमा आएर बस्छ। पेशेन्ट लिस्ट चाहिँ यस्तो देखिन्छ। यो अब सबै पेशेन्टहरुको यो पेशेन्ट यहाँबाट चुज गर्न सकिन्छ। यस्तो मैले टेस्ट भन्ने एउटा पेशेन्ट एड गरेको थिएँ टेस्ट गर्नको लागि। क्लिक गर्यो भने यो टेस्ट भन्ने दुईटा पेशेन्टहरु क्रिएट गरिएछ। यो दुईटा पेशेन्टलाई
अब हामीले पेशेन्ट रेजिस्ट्री त गर्यौं, फाइल त बनायौं पेशेन्टको, यसलाई कुन मोडालिटिजमा लिएर जाने हो भनेर यसबाट एक्सनबाट चुज गर्ने हो। एक्सनमा हामीसँग के छ? डायलाइसिस छ। डायलाइसिस भित्र गएपछि पेरिटोनियल डायलाइसिस र हिमोडायलाइसिस आउँछ। ट्रान्सप्लान्ट छ, त्यसपछि भ्यू ट्रान्सफर। यो पेशेन्ट अब हामीले एउटा हस्पिटलबाट दर्ता गर्यौं अनि पेशेन्ट ट्रान्सफर टु द अदर हस्पिटल भयो भने यहाँबाट हामीले ट्रान्सफर गर्न सकिन्छ। सुरुमा यसबाट हेरौं, पेशेन्टलाई ट्रान्सफर गर्न पर्यो भने यहाँ ट्रान्सफर राख्यो, डेट अफ ट्रान्सफर आजको डेट राख्यो, अहिले बीएनबी हस्पिटलको नाममा रहेछ। यस्तो गर्यो भने हामीले अर्को हस्पिटलमा यसलाई ट्रान्सफर गर्न सकिन्छ, ताकि एकचोटि इन्ट्री गरेको डेटा अर्को ठाउँमा गएर फेरि त्यो इन्ट्री गर्न नपरिरोस् भन्नको लागि हामीले यहाँबाट ट्रान्सफर गर्न सकिन्छ। त्यसपछि हामीले अब ट्रान्सप्लान्ट कसरी गर्ने हेरौं। पहिले डायलाइसिसमै जाउँ। डायलाइसिसमा एड डायलाइसिस गर्ने हो। त्यो एउटै पेशेन्टको धेरैवटा डेटा हुन सक्छ। जस्तो एउटा पेशेन्ट हिमोडायलाइसिसमा छ, पछि गएर पेरिटोनियल डायलाइसिसमा गयो भने पनि यसलाई कन्भर्ट गर्न सकिन्छ। त्यो डेटा फेरि इन्ट्री गरिराख्नु पर्ने हुँदैन। र अहिले भर्दाखेरि चाहिँ अहिले हाल भएको मात्रै भर्ने यो पहिलो चोटिमा, त्यसपछि मात्रै हामीले यसलाई यो फंक्सन युज गर्दैछौँ। र पहिलो चोटि भर्दा नै यहाँहरूले यो एड डायलाइसिस गर्ने। एड डायलाइसिसमा गरेपछि कुन मोडालिटिजको डायलाइसिस भइरहेछ त? हिमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस। धेरै जस्तो हाम्रो हिमोडायलाइसिसमै छ, त्यो हिमोडायलाइसिस चुज गरे। स्टार्टिङ डेट भनेको पहिलो चोटि हिमोडायलाइसिस कहिले सुरु भएको, एटलिस्ट टेन्टेटिभ डेट निकालेर भए पनि, जस्तो 10 वर्ष अगाडिको त ठ्याक्कै डेट थाहा नहुन सक्छ, टेन्टेटिभ डेट निकालेर यो राख्नुपर्ने हुन्छ। र यदि थाहा छ भने सही नै डेट राख्थ्यौं। त्यसपछि फर्स्ट एसेस फर हिमोडायलाइसिस भनेको उसको डायलाइसिस सुरु गर्दाखेरि एसेस के थियो? पहिलो चोटि आइजेबाट डायलाइसिस गरेको हो कि प्लान गरेर उसको फिस्टुला बनाएरै पहिलो चोटि डायलाइसिस गरेको हो? यो चीज यसमा चाहिँ त्यो लेख्ने हो। अहिले केमा गरिरहेको छ हैन कि उले पहिलो चोटि डायलाइसिस गर्दाखेरि कुन एसेसबाट डायलाइसिस सुरु गरेको थियो त्यो हेर्न खोजेको हो। त्यो गरेर सबमिट गरेपछि हाम्रो यो पेशेन्टको लिस्टमा आउँछ। टेस्टबाट हेरौं। डायलाइसिस यसमा एउटा एड गरेर हेरौं। डायलाइसिस सुरुमा आइसी क्याथेटरबाट गरेको हो भनेपछि सेभ भयो। सेभ भएपछि आफै फर्किन्छ। भनेपछि यो टेस्ट भन्ने पेशेन्टको हिमोडायलाइसिस स्टार्टिङ डेट यो हो, आइसी क्याथेटरबाट गरेको थियो। अहिले फ्रिक्वेन्सीहरु अहिले राखेका छैनौं हामीले। यदि गरेपछि उसको एउटा डायलाइसिसको कम्प्लिट भयो। सिमिलरली त्यो पेशेन्ट यदि पेरिटोनियल डायलाइसिसमा रहेछ भने चाहिँ यही पेशेन्टलाई फेरि पेरिटोनियल डायलाइसिसमा कन्भर्ट भयो भने अथवा नयाँ इन्ट्री गर्दा पनि पेरिटोनियल डायलाइसिस यसरी नै इन्ट्री गर्ने हो। यसमा पर डे कतिवटा एक्सचेन्ज गरिरहेछ र एसएस यो कसरी क्रिएट गरेको हो। यति राख्थ्यो भने हामीले त्यो पेशेन्टको दुईटा डेटा भयो। यदि कुनै पनि पेशेन्ट पहिला हिमोडायलाइसिस भएर पछि पेरिटोनियल डायलाइसिस भएको छ भने लास्टको डेटा मात्रै पिकअप गर्छ सिस्टमले। यो चाहिँ खाली हिस्ट्रीमा गएर बसिरहन्छ। अहिलेलाई यहाँहरूले दुई तीनटा भर्ने होइन कि आजको दिनमा जसको अहिले जे भइरहेछ त्यो एउटा मात्रै भर्ने हो। यो पछिको लागि हामीले सफ्टवेयर डेभलप गर्दाखेरि गर्दै गएको पछि गएर के गर्ने भन्नको लागि। अब हामीले ट्रान्सप्लान्ट कसरी भर्ने भन्ने कुरा हेर्छौं। ट्रान्सप्लान्ट भर्नको लागि फेरि पेशेन्ट लिस्टमै जाउँ। पेशेन्ट लिस्टमा त्यो टेस्ट पेशेन्टमा गरौँ। यसमा भ्यू ट्रान्सप्लान्ट, एड ट्रान्सप्लान्ट, ट्रान्सप्लान्टको डेट हाल्यौं। नम्बर अफ ट्रान्सप्लान्ट भनेको अहिलेको पहिलो ट्रान्सप्लान्ट हो कि दोस्रो, धेरै जसो हाम्रो पहिलो ट्रान्सप्लान्ट भन्छ नेपालमा अहिले। त्यसपछि कुन हस्पिटलमा गरेको हो, डोनरको टाइपको लिभिङ हो कि डिजिज हो,
लिभिङ हुने बित्तिकै आफै यो मेन्यु खोल्छ उनीहरूको रिलेसन के थियो प्यारेन्ट सिब्लिङ यो अथवा अदर्स प्यारेन्ट छान्यो एज 7 छान्यो जेन्डर मेल छान्ने आउटकम कस्तो भयो त अहिले भन्नु परेन अहिले आउटकमसम्म होइन कि डोनरको एजसम्म जेन्डरसम्म मात्रै भरेर हामीले सबमिट गर्ने यति गरेपछि हाम्रो सबै डेटाहरू सेभ हुन्छ र हाम्रो ड्यासबोर्डमा अहिलेसम्म कतिवटा पेशेन्ट भयो हामीले हेर्न सक्छौँ